मैले बारम्बार भनिरहेको छु मैले 14 वर्षको मेरो आत्मकथा पढ्नुहोस् हो कि कसैले आत्मकथा पढेको छैन महावीर पुनले कसरी हुर्केर अहिलेसम्मको स्थितिमा आयो भन्ने कुरा थाहा छैन भने आत्मकथा पढ्नुहोस् आत्मकथाको किताब बिक्री हुन्छ कि भन्ने यो भने होइन त्यहाँ सम्पूर्ण कुरा लेखेको छु हाम्रो बाल्यकालमा कसरी बिताउँथ्यौं भनेर पनि लेखेको छु अनि 14 वर्षको उमेरमा आएर चप्पल बाबाले किन्देको कुरा पनि लेखेको छु र चप्पल किन्देपछि देउरेर दाहिने खुट्टाको चप्पल नचिनेर लाउन नजानेर कति दुःख पाएको कथा पनि लेखेको छु अब यस्तै हो किनभने म चाहिँ एउटा सम्पन्न परिवारमा अब हुर्केको मान्छे होइन सानोदेखि नै यस किसिमले दुःख काट्ने त्यसलाई भन्छ आम जनतामा दुःख काट्ने गरेर चाहिँ हुर्केको हो र चाहिँ अहिले चाहिँ के अरे देखाउनको लागि चाहिँ के आडम्बरीपन के भन्छ यस्तै देखाउनको लागि चाहिँ चप्पल लगाएर हिँडेको होइन चप्पल लगाएर हिँड्दाखेरि सजिलो हुन्छ अरूलाई कस्तो हुन्छ थाहा छैन मलाई जुत्ता लगाएर हिँड्दाखेरि अप्ठ्यारो हुन्छ जसरी तपाईहरुलाई चप्पल लगाएर हिँड्दाखेरि अप्ठ्यारो लाग्छ होला मलाई चाहिँ जुत्ता लगाएर हिँड्दाखेरि अप्ठ्यारो लाग्छ